कहाँ गए मेरा सैनिकहरू? सैनिकौ उपस्थित हो। सैनिकौ अब यो सारा जगतमा भगवान भरे पनि मै हुँ। ब्रह्माबाट वरदान पाएर अजर भएको छु। मेरो मत कसैको हातबाट हुने छैन। म अमर भएको छु। अब यो मेरो राज्यमा कहीं पनि देवताको पूजा हुने छैन। पूजा हुनेछ हिरण्यकश्यपको हुनेछ। दशको आज्ञा बिना महाराज वायु बहदैन। दशको आज्ञा बिना वरुणले वर्षात गर्दैनन्। दशको आज्ञा बिना पृथ्वीले बिना खोज्यो अन्न उत्पादन गरिदिनेछ। कुबेरले मेरो राज्यमा कण्टक ल्याउनेछ। अब मेरो राज्यमा विष्णु नभएको राज्य हुनेछ। जसले त्यो मेरो शत्रु विष्णुको पूजा गर्छ त्यसलाई मेरो यो राज्यबाट देश निकाला गरिन्छ। सैनिकहरू म तपस्यामा बस्दाखेरि मेरी महारानी कयाधुले पुत्र लाभ दिएकी छिन्। मलाई आफ्नो पुत्रको अनुहार हेर्न मन लागेको छ। जाओ महारानीलाई आज्ञा गर कि महाराज राजदरबारमा आइसक्नु भएको छ। जाओ। स्वागत महाराज, हामी अहिले नै गएर लिएर आउँछौँ महाराज। महारानी का याद हो मेरो कान्छो पुत्र। अति सुन्दर रहेछ पुत्र। अब तिमीले पनि तिम्रो पिताले जस्तै दिग्विजय राज्य सञ्चालन गर्नुपर्नेछ। मेरो पुत्र भएर पैदा भएपछि पिताको आज्ञा पालना गर्नुपर्छ पुत्र। तिमीले यस्तो जगत बनाउनु पर्छ कि यो हिरण्यकश्यपको पुत्र हो भनेर सारा विश्व ब्रह्माण्डमा तिमी जोरदार लाऊ। तर तिमीलाई राज्य सञ्चालनका निमित्त विद्याको आवश्यक छ। तिमीले दैत्य विद्या हासिल गर्नुपर्छ पुत्र। शस्त्र अस्त्र धनुर्विद्या कसरी आफूले आफ्नो राज्य बनाउनको निमित्त छिमेकी राष्ट्रलाई पराजित गर्नुपर्छ। यो विद्या हासिल गर्नुपर्छ तिमीले। सैनिक हो। आज्ञा होस् महाराज। जाओ गुरुकुल गएर गुरुलाई लिएर आओ मेरो पुत्र प्रहलाद। अब शिक्षा अर्जन गर्ने समयको भइसकेछ। स्वागत महाराज, हामी अहिले गएर गुरुदेवलाई लिएर आउँछौँ। महारानी का याद हो पिताश्री। अब हाम्रो पुत्रले बडो पुत्र। हजुर यति धेरै किन रिसाउनु भएको? दैत्य स्वभाव हो पुत्र। तिमीले पनि यसै गरी सबैलाई महाराजको जय होस्। महाराजको जय होस्।
पुत्र महाराज हजुरले मेरो पिताजीलाई लिन पठाउनु भएको रहेछ। पिताजी आश्रममा हुनुहुन्न, त्यसैले म आफै आएको छु। के कामले लिन पठाउनु भएको छ? गुरुदेव, मेरो पुत्र प्रहलाद अब ठुलो भइसक्यो। मेरो पुत्र प्रहलादले पनि मैले जस्तै दिग्विजय राज्य सञ्चालन गरोस् यो म चाहन्छु। मेरो पुत्र प्रहलादलाई दिग्विजय राज्य सञ्चालनका निमित्त कति पनि विद्याको आवश्यक पर्छ, त्यही सम्पूर्ण विद्याहरू हजुरले प्रदान गर्नुहोस्। अवश्य महाराज, हजुरको आज्ञा भएपछि हजुरले भने बमोजिम म युवराजलाई शिक्षा हासिल गराउनेछु। जाऊ पुत्र, जाऊ गुरुकुल गएर दैत्य विद्या हासिल गर। मैले मेरा यो राज्यमा गुरुकुल परिवर्तन गरेको छु, जहाँ त्यो मेरा राज्यभित्र सम्पूर्ण विद्यालयमा दैत्य विद्या चल्दैछ। परिवर्तन ल्याउनु छ भने शिक्षामा परिवर्तन ल्याउनु पर्छ गुरुदेव। सारा विश्व ब्रह्माण्ड परिवर्तन गर्नु छ भने यदि शिक्षा परिवर्तन भयो भने छोटो समय आफै परिवर्तन हुन्छ। अवश्य महाराज, लैजानुहोस् मेरो पुत्रलाई दैत्य विद्या दिनुहोस्। आज्ञा महाराज। सैनिक हो, आज्ञा होस् महाराज। महारानीको लागि एक आसनको व्यवस्था गर। आज्ञा महाराज, हामीले त बोलेछौँ महाराज, हजुरको लागि आसनको व्यवस्था गरौँ, महारानीको लागि आसनको व्यवस्था मिलाइहाल्छौँ महाराज। रिसानी माफ बक्सेला महाराज। गुरुदेव, देवीहरूलाई ज्ञात हुनुपर्ने, सम्झाइरहनु पर्नेछ। महारानी दयालु, हाम्रो पुत्र प्रहलादले गुरुकुल गएर दैत्य विद्या हासिल गर्नेछ। तत्पश्चात मलाई त मेरो पुत्रको कति याद आइरहेको छ, के गरौँ? याद त मलाई पनि नआएको होइन महारानीको याद हो, पुत्र मोह मलाई पनि छ। तर हाम्रो पुत्र गुरुकुल गएको पनि धेरै समय बितिसक्यो महारानी। अब त पुत्रले दैत्य विद्या हासिल गरिसक्यो होला। मलाई मेरो पुत्रले कति विद्या हासिल गर्यो जान्ने इच्छा छ महारानीको यादु। मलाई पनि याद आइरहेको छ, लिन पठाइबक्सिस् न महाराज। अवश्य महारानी, सैनिक हो, जाओ गुरुकुल गएर मेरो पुत्र प्रहलादलाई लिएर आओ। जाओ। आज्ञा महाराज, हामी अहिले नै गएर लिएर आउँछौँ अनि गुरुपुत्र सन्नावर्गलाई पनि लिएर आउँछौँ महाराज। गुरुदेव जाउँ, पिताजीको आज्ञा। पिताश्री पुत्र प्रहलाद, तिमी त गुरुकुल गएर विद्या हासिल गर्दैछौ। तिमीले माता कयादु अनि तिम्रो पितालाई तिमीले कति विद्या हासिल गर्यो जान्ने इच्छा जागेको छ पुत्र। पिताश्री, गुरुदेवले धेरै पढाउनु भएको छ, तर मलाई कण्ठ भएको चाहिँ श्रवणम किं कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम वन्दनम दास्यम सख्यम आत्मनिवेदनम। भगवान विष्णुको 9 प्रकारको भक्ति चाहिँ कण्ठ भएको छ, अरू बाँकी पनि पढ्नु। किन रिसाउनु भएको हजुर? तँलाई थाहा छ त्यो विष्णुको हो, तर यो शिष्यमा गुरुले
नदिकन यो ज्ञान कसरी आयो? सैनिक हो, जाओ गुरुकुल गएर गुरुलाई लिएर आओ। जाओ। स्वागत महाराज। तँलाई थाहा छ त्यो विष्णुको हो? त्यसले तेरो काकाको छल गरेर वध गर्यो। त्यसकै गुणगान गाउँदैछस्। विष्णु बिनाको जगत रहन सक्दैन पिताश्री। महाराजको जय होस्, महाराजको जय होस्। गुरुदेव, कस्तो शिक्षा दिनुभयो मेरो पुत्रलाई? त्यसले मेरो शत्रुको नाम उच्चारण गर्दैछ। महाराज, मैले त हजुरले भनेको दिन शिक्षा प्रदान गरेको थिएँ, तर हजुरको पुत्रले यस्तै होइबक्सिन्छ महाराज। म के गरौँ? गुरुदेव, एक पटकलाई क्षमा गरिदिए त्यही पनि यसको मुखबाट मेरो शत्रुको नाम एक बार उच्चारण भयो भने गुरुदेव, म यसलाई त दण्ड दिन्छु। तपाईँलाई पनि अवश्य दण्ड दिनेछु। लैजानुहोस् यसलाई। महाराज। गुरुदेव, मैले भने नि हजुरलाई, हेर्नुहोस् त पिताजी कति रिसाउनु भयो। अब पठन पाठन शुभारम्भ गर्नुहोस् गुरुदेव। महारानीको याद हो। अच्छा, तिम्रो कारणले गर्दा महाराजले मलाई कति गाली गर्नुभयो। अब तिमीले महाराजले भनेको बुझ्यौ। शिक्षा हासिल गर्ने भने मलाई देश निकाला गर्नुहुन्छ। राम्रोसँग पढाइ हुन्छ गुरुदेव। पहिलो पटक गुरुकुलबाट आएको समयमा आफ्नै पुत्रले आफ्नै शत्रुको नाम उच्चारण गरेको छ। महारानी, महाराज, हजुरले आफ्नै पुत्रलाई पनि शत्रुको जस्तो व्यवहार किन गर्नुहुन्छ महाराज? महारानीको याद हो, पुत्रको आज्ञा पिताको आज्ञा पालन नगर्ने पुत्र शत्रु बराबर हो। यति कुरा बुझिराख महारानीको याद हो। तर अब त गुरुदेवलाई मैले चेतावनीका साथ मेरो पुत्र प्रहलादलाई पूर्ण गुरुकुल पठाएको छु। अब त पक्कै पनि पिताको आज्ञा पालना गरेको छ। सैनिक हो, आज्ञा हो महाराज। जाओ गुरुकुल गएर गुरु अनि मेरो पुत्र प्रहलादलाई लिएर आओ। जाओ आज्ञा महाराज। महाराज को जय होस्। मेरो पुत्र प्रहलाद। महारानी का याद हो, पुत्र प्रहलादले अब त दैत्य विद्या अवश्य हासिल गर्यो होला। महाराज, अलि बिस्तारै बोली बक्सोस् न महाराज। हेर्नुहोस् त, हाम्रो पुत्र कति डराइरहेको छ। दैत्य कुलमा पैदा भएपछि डराउनु हुँदैन पुत्र, डराउनु हुँदैन। आऊ पुत्र, तर अब त तिमीले अवश्य पनि दैत्य विद्या हासिल गर्यो होला। पिताश्री, गुरुदेवले मलाई धेरै पढाउनु भएको छ पाठ्यक्रमभित्र। मैले कण्ठ गरेको चाहिँ हिजोको त सुनाइहालेँ। भगवानले सक्षम आत्मनिवेदनम साथी पनि भन्नुभएको रहेछ। म त विष्णुको साथी बनिसकेँ। अब हजुर पनि साथी बन्नुहोस् पिताश्री विष्णुको। बिनाको राज्य सञ्चालन गर्छु भनेर 1000 वर्ष तपस्या गरेर ब्रह्माबाट वरदान पाएको हिरण्यकश्यपलाई तैँले ज्ञान दिए। तर
गुरुदेव महाराज गुरुदेव मैले तपाईलाई एक पटक क्षमा गरेको थिएँ तर अब यो हिरण्यकश्यपबाट क्षमा अवश्य हुने छैन। सही हो, लैजाऊ राष्ट्र विरोधी शिक्षा दिने गुरुलाई देश निकाला गरिदियो, लैजाऊ। होइन महाराज, मलाई किन देश निकाला गर्दै हुनुहुन्छ महाराज? यदि राष्ट्र विरोधी शिक्षा दिने गुरुलाई यो राष्ट्रमा कुनै स्थान छैन, लैजाऊ। पिताश्री, किन गुरुदेवलाई हजुरले देश निकाला गर्नुभयो? भगवान रिसाउनुहुन्छ हजुर? आज मेरै कुलमा भए जन्म लिएर मेरै शत्रुको नाम बारम्बार उच्चारण गर्दैछस्। पुत्र होइनस्, शत्रु हो शत्रु। पिताश्री, भगवान विष्णुले भन्नुभएको छ कहिल्यै पनि नरिसाउनु, जति सक्नु पऱ्यो नि हाँसिरहनु भन्नुभएको छ। म त हाँसिरहन्छु, म रिसाउँदिनँ। मलाई तेरो कुनै अन्य उपदेशको खाँचो छैन। यो शत्रुलाई बात गर्छु तेरो म। तैले पिताको आज्ञा पालना गरेको छैनस्। आफ्नै पुत्रको वध गर्दै हुनुहुन्छ। आफूले रोपेको बिरुवा आफैले बाँच्नु त हुँदैन भनिएको छ। हजुर आफ्नै पुत्रलाई वध गर्दै हुनुहुन्छ महाराज। महारानीको यादु, यदि आफैले रोपेको बिरुवामा विष पैदा हुन्छ भने त्यो बिरुवालाई नष्ट गरेकै उचित हुनेछ। मेरो आँखा अगाडि मेरो पुत्रको वध भएको हेर्न सक्दिनँ महाराज। म यसलाई लिएर जान्छु अब। महारानीको यादु, सैनिक हो, आज्ञा होस् महाराज। लैजाऊ महारानीलाई बन्दी गृहमा बन्दी बनाएर राख। स्वाहा महाराज। मेरो पुत्र भएर पनि शत्रु बराबर भएको छस्। आफैले रोपेको बिरुवा यदि विषयी भए भने कसरी उखेलेर फलौ? महाराज, भन सैनिक हो। सोच्नुपर्छ कुनै पनि काम गर्नुभन्दा पहिला एउटा सोचाइ आयो मलाई। महाराज, हात्तीले कुल्चाउँदा पनि हजुरको राजकुमारलाई मार्न सकिएन। सर्पको विषले पानीमा डुबाउँदा पनि सकिएन, हानेर फोड्दा पनि सकिएन, हाल्दा पनि सकिएन। होइन महाराज, अब के गरौँ? हात्तीले कुल्चाइयो, फर्किनु भयो। सर्पले टोकाइयो, फर्किनु भयो। खाडल खनेर माटो पनि पुर्दा पनि फर्किनु भयो। भिरबाट फाल्दा पनि फर्किनु भयो। अब महाराज, हजुरकी बहिनी होलिका हुनुहुन्छ नि, होलिका अग्निले छुन सक्दैन होलिका हजुरकी बहिनीलाई। लैजाऊ त्यो मेरो शत्रुलाई मेरी बहिनी होलिकाको सल्लाह बमोजिम देशको वध गर, लैजाऊ। स्वागत महाराज। यही आगोमा जलेर होलिकाको काखमा बसेर आगोमा जलेर नष्ट हुन्छ। जानुपर्छ अब महाराजको साथमा। महाराजको जय हो। सैनिक हो, त्यो बधाई हो। अवश्य महाराज। पिताश्री, ढोक गरे पिताश्री। के देख्दैछु म सैनिक हो? यो पटक पटक जीवित कसरी रहन गयो? महाराज, म हजुर
गर्नुभयो आफ्नै बहिनी मेरी फुपूलाई हजुरले जलाउनु अरूले मलाई केही गरेन आखिरी फुपू दिदी जलाउनु कुलमा पैदा भएपछि वंश विस्तार गर्नुपर्ने वंश विनाश गर्दैछ यो यसलाई त मेरै हातबाट मृत्युवरण गर्न लेखेको रहेछ यसलाई पहिला यसको रक्षा गरी त्यो छली विष्णुलाई खतम गरोस् पटक पटक जीवी तलाई पटक पटक जीवित बनाउने तेरो प्राणको रक्षा गर्ने तेरो त्यो छलिया विष्णु कहाँ छ भगवान विष्णु त सबैको हृदयमा हुनुहुन्छ हजुरको हृदय छाती भित्र पनि विष्णु हुनुहुन्छ कहाँ छ तेरो विष्णु जो मेरा त्रासका कारण मेरो सामुन्नेमा आउन डराइरहेको छ पिताश्री कहाँ छ पिताश्री म त संसारै विष्णु देख्छु फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडा संसार हजुरले कतै देख्नुहुन्न म त जसलाई हेर्छु भगवान विष्णु देख्छु जलमा विष्णु जलमा विष्णु कहाँ छ तेरो विष्णु हात्तीदेखि भसुनासम्मको अन्तरात्मामा विष्णु अनि म विष्णुको दर्शन त गराउँछु तर मेरो भगवानलाई केही गर्न पाउँदैन विष्णु 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 कहाँ छ तेरो विष्णु मेरो विष्णु कहाँ छ तेरो विष्णु पनि हुनुहुन्छ ए शासनमा तेरो विष्णु छ यहाँ पनि हुनुहुन्छ कहाँ छ पिताश्री जब सङ्कट पर्छ तब भक्त बचाउन म आइपुग्छु भन्नुभएको छ विष्णु हजुरले अझै पनि भगवानसँग साथी हुनुभयो भने भगवानले बचाउनुहुन्छ हेर्नुहोस् न माटोको खम्बामा यता हेर्नुहोस् त पछाडि यहाँ पनि हुनुहुन्छ तेरो विष्णु यहाँ छ त्यहाँ पनि हुनुहुन्छ तेरो विष्णुलाई कसरी यही दरबारले टुक्रा टुक्रा पार्छु सैनिकों मत करे इसलाई अत्याचारले सीमा नागेको छ हिरण्यकशिपु आजसम्म अनुहार बाघ अनि शरीर मान्छेको नरसिंहको स्वरूपले देखेका छौ छल गरेर मेरो भाइको वध गरिस् र मेरो पुत्रको पटक पटक प्राण रक्षा गर्ने छल त तिमीमा पनि भइरहेको छ हिरण्यकशिपु अब तिमी मान्छे अझ
अझै पनि अब यहाँबाट तिमी कसरी फर्कँदो रहेछस्? भनेपछि मसँग लडाइँ खोज्यौ, युद्ध खोज्यौ? शान्ति मिलोस् हिरण्यकश्यप आफ्नै पुत्रमाथि यति सम्म गरिस् कि सद्धर्ममाथि सनातन धर्ममाथि यति खेलबाड गरिस् कि भगवानमाथि यति विरोध गरिस् कि आज मेरो हातबाट मृत्यु भएर तेरो आत्मालाई शान्ति मिल्यो। यो क्रोध उत्पन्न भयो, अहिलेसम्म पनि शान्त हुन सकेन प्रभु। म हजुरसँग प्रार्थना गरिरहेको छु, हजुरको यो क्रोध शान्त गरिबक्सोस् प्रभु। जब
तिम्रो दर्शन भए तब मेरो क्रोध शान्त भए बाबु प्रहलाद। आज तिम्रो पिताजीलाई मैले संसारबाट बिदा दिएँ। आजबाट 7 पुस्ता मैले मार्न संरक्षण गर्नेछु। तिमीलाई बचाउँदा तिम्रो पिताजीलाई मैले मार्न बाध्य भएँ। हेर त तिम्रो माताजी रोइरहनु भएको छ। बाबु प्रहलाद, पिताको संस्कार कर्म गर्नु। मैले यदि तिम्रो पिताजीलाई बचाएको थिएँ भने पिताजीले तिमीलाई मार्नुहुन्थ्यो। सब धर्म बचाउन अनि तिमीलाई बचाउन मैले तिम्रो पिताजीलाई मार्नै पर्ने बाध्यता थियो। केही छैन, तिम्रो पिताजीको आत्मा वैकुण्ठमा लीन भएको छ। 21 कुल पितृको उद्धार भएको छ। अनि माताजीलाई सम्झाउँदै पिताजीको संस्कार गर, प्रजाको पालना गर, अखण्ड यो राज्य सञ्चालन गर। बाबु प्रहलाद, तिमीलाई मेरो आशीर्वाद छ। हुन्छ प्रभु। आज एउटा पुत्रको कारणले गर्दा पिताजीले मर्नुभयो। प्रभु, मेरो प्रार्थना सुनेर हजुरको क्रोध पनि शान्त भएको छ। अब हजुरको आज्ञा बमोजिम म यो राज्य सञ्चालन गर्नेछु प्रभु। अब म जान्छु बाबु प्रहलाद, तिम्रो माताजीलाई सम्झाऊ। अब हुन्छ प्रभु। प्रणाम प्रभु। आशीर्वाद छ। माता नरोस्, रोएर केही फाइदा छैन। आखिर संसार छोडेर गएको व्यक्ति फर्किएर आउने होइन। त्यसैले नरोस् माताजी। आज हजुरको सौभाग्य नष्ट भएको छ। हजुरको शरीर अपाङ्ग भएको छ। म हजुरलाई कुनै पनि सम्झाउन सक्ने शब्द पनि छैन। यदि मैले भनेको मान्नुहुन्छ भने हजुरको म छोरी माताजी। भगवान्ले भन्नुभएको छ पिताजीको आत्मा वैकुण्ठमा लीन भइसक्यो। त्यसैले हामीलाई पितृको आशीर्वादले हामीलाई जीवन बिताउन सजिलो हुन्छ। सुखको गृहस्थीको जीवन बित्छ। माताजी, एकचोटि मलाई हेर्नुहोस् त। यही ठाउँमा मलाई पिताजीले मार्नुहुन्थ्यो। जाउँ माताजी, जाउँ, आउनुहोस्। रोएर पिताजी उठ्नुहुन्छ भने त म पनि कति रुन्थेँ। जाउँ। आज कैयादुलाई सम्झाउँदै प्रहलाद दरबारपट्टिको सवारी भगवान अन्तर्ध्यान हिरण्यकशिपुको आत्मा वैकुण्ठ सवारी बोली नरसिंह अवतार भगवान।